अब मेरो चाहिँ एउटा समस्या थियो। उतो समस्या चाहिँ समाधान गर्नु पर्यो के सबैले मिलेर। अब यो केटाको बिहे गर्नुपर्ने भयो। अब खोइ बिहे गर्छु भन्छ, के गरौँ सबै त मिलाए भन्छ। अब खोइ के गरौँ मलाई थाहा छैन। लु तपाईँहरू मिलेर कुरो मिलाइदिनुहोस् त। ल सबैजनालाई मैले आज बोलाएको छु। ल ल लु भन्नुहोस् त। सोल्टी त्यसरी भन कहाँ हुन्छ के? को बिहे गर्नु भनेपछि त नि कुरो त मिलाएर पो भन्नुपर्छ त। कुरो मात्रै गरेर हुँदैन। केटालाई के विचार गरेको छ यी सबै कुरा त हामीले बुझ्नु पर्यो नि त। अब केटाकै मुखबाट कुरो बुझेपछि मात्रै सबै थोक कुरा नसिन्छ क्या सोल्टी? यसरी हुँदैन क्या। अब मलाई बोलायो ऊ। अब सबै मिलेर चाहिँ सल्लाह गरेर चाहिँ नि मिलाउनु एकदम सोल्टी। तिमी चाहिँ बोल्दै नबोल के? तिमीलाई बोलाऊ भने नि यो सबै मिटिङै सकिँदा पनि तिम्रो कुरो सकिँदैन क्या। यसरी चाहिँ बोल्दै नबोल त। तिमी चुप्प लाएर बस। सबैले भनेपछि ताली बजाउनु सकिएको कुरो कि होइन सोल्टी? अब मेरो चाहिँ कुरो भन्नु भने नि मेरो चाहिँ कुरो एडो सबै छ। पहिले केटालाई सबै थोक कुरो बुझाएर भनोस् अनि हामीले सल्लाह गर्दा भइगयो नि हो कि? त्यसरी सल्लाह गरौँ भने चाहिँ कुरो मिल्छ है, नभए त मिल्दैन। म चाहिँ हुँदैन यसरी हुँदैन। सबैजनालाई नमस्कार टक्राउँदै मेरो कुरो म भन्न चाहन्छु। मैले सबै थोक ठिक्क पारेँ। तपाईँहरूले केही चिन्ता गर्नु पर्दैन। कुरो बुझ्नु भने मैले घर बनाउनको लागि बाँस सास भनिरहेछु, ठिक्क पारेँ। दाउरा मैले खोजेर ठिक्क पाइरहेको छु। लड्डु बनाउने चामल पिठो बनाउने छँदैछन्। सबै थोक कुरो मैले मिलाएको छु। तपाईँहरूले केही चिन्ता गर्नु पर्दैन। तपाईँहरूले आएर यसो यता आएर खाइदिए हुन्छ। कुरो बुझ्नु भयो नि? तिम्रो सबै कुरा मैले बुझेका छन्। अब तिमीले सबै थोक ठिक्क पारेछौ, यो त कुरो राम्रै छ। तर तिमीले बिहे गर्नको लागि केटी चाहिँ कहाँ ठिक्क पारेर राखेका छौ यस्तो कुरो भन त मलाई। ला केटी त मैले खोजेकै छैन त। ला होइन, यसो गर्दा हुँदैन। सबै थोक कुरो निग्रह गर्दा हुन्छ कि होइन? बिहे गर्नको लागि पनि ती पण्डित बाकी छोरी निग्रह गरेर ल्याएर बिहे गरेपछि फेरि पुर्याउँदा हुँदैन कि कसो? मिल्दैन कुरो त्यसरी? हेर अब केटालाई केटी नै खोजेको रहन्छ। अब के गर्नु त? त्यसो सबै मिलेर अब पहिले केटी चाहिँ खोजौँ अनि त्यहाँ पछाडि बिहेको गरौँ है। लु धन्यवाद छ सबैलाई। धन्यवाद छ। लु धन्यवाद।